सुरु गरौँ हेलो नमस्कार सबैजनालाई। आजको जेल छ त्यही हाम्रो हान्दाको भात खाइछ है सोल्टीको छोराको गाडीले पानी भर्न आएको हामी चाहिँ यहाँ पानी भर्नु पऱ्यो भनेर चाँडो उठेको छ। आज चाहिँ 5:30 बज्यो। अब चाहिँ के पानी भरेर चाहिँ हामी उता घरतिर के गरिन्छ आज डे कस्तो हुन्छ हेरिन्छ है। त्यो हाम्रो भात खाएको रमाइलो हेर्नुपर्छ। आज पानीको समस्या छ है गाउँमा। अहिले चाहिँ पानीको समस्या, पानी डेङ्गे त पानी भर्न आएको। पानीको निकै समस्या छ खडेक लगाएर त्यत्रो गाडी र बाल्टी भर्नु हो। अझै यता यत्रो है गाई चाहिँ रमाइलो के रमाइलो होला यस्तो। पानी सानो भइसक्यो हो, भर्न यत्रो बाँकी छ अझै। जाऊ नानी जाऊ भाइले पंखा लगाइदेऊ तिम्रो सानो पंखा चल जाइयो चुस्ती मेरो ओसिनारी आन्टी थिम गएर बस ना बाबु ना ओजस्वी पनि होल्दी छलेरा पंखा लगाइदियो भाइले Right then.
होइन बाबु बाबु हजुर इसामी हेर्छु बाबा बाबा कस्तो खाने भने भरि भयो भोलि आडा हो माम खाने मेरो भान्जाल जति हुन्छ माम खाने हो भोलि आडा है दुधै खाउले मम्मीको दुधै खाऊ खाऊ बाबु फाइनली काम सकियो र है यता सफा गर्दैछु साला गिल मो साला गिल बुरा मई तो यारे बुढ़िया रे छुड़ी जाए बजे सेकी भेड़ सेकी न मत सेकी बोया ला अपनी दे दो सब ना दी ले साला हां जीव रास्ते में दिखे जी दे लगे चलो ना भाई म त हग्न गयो निनाक्री हो के मेरो बाबुले मलाई निनाक्री हो यसरी लोग्लो भयो बेसी ठुलो मान्छे हुने आज यता यता हात यता 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 ल पले फेर ओ शाबाश शाबाश भयो भयो मेरो पालो आयो के आया म त ओइ खाने के पालो के दुईटा ठुलो केटाकेटी हो फुपू है टिका लगाइदिनु ओहो फुपूले गिफ्ट ल्याइदिनु भएको रहेछ उधारो दियो है त पोखराको गाई चाहिँ फर्किन लाउनु है पोखराको कुकुरहरू मम्मीहरू फर्किन लाउनु भयो है बिदाईको कार्यक्रम है पोखरा स्याङ्जासम्म जानेको पार्टीको पोखरा
जात्रा कालेर बोकेर ठुलो मान्छे है हाम्रो भान्जाको है आज चाहिँ भात खाए स्पेसल ल है साथीहरू आजको भ्लग यतिमै रोक्दिउँ सबै खानपिन भइसक्यो राति नै हुन लाग्यो 5 बजिसकेको छ आज बन्द गरौँ आजलाई यति नै है गाइज